नवीन चौहानको चलचित्र उनको स्वेटरको टिजर सार्वजनिक भएको छ, जसमा प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिहरूको यात्रा देखाइएको छ। मुभीको टिजरमा अहिलेको डिजिटल युग सुरु हुनुभन्दा अगाडिको समय देखाइएको छ, जहाँ कसरी पहिलाको मान्छेहरू सोसल मिडिया नहुँदा आफ्नो प्रेम व्यक्त गर्ने गर्थे त्यो पनि देखाइएको छ। चलचित्रको मुख्य अभिनेता भने विपिन कार्की हुन् र अभिनेत्री मेरुना मगर। उनीहरू साथै विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बूको पनि चलचित्रमा मुख्य भूमिका रहेको छ। रिलिज भएको टिजर हेर्दा मुभी यी नै 5 जना मुख्य पात्रहरू वरिपरि घुमेको छ, जसमा स्मृति, प्रेम र सम्बन्धमा हुने उताप चढावलाई समावेश गरेको छ। मेरुनाले दिएको डायरीमा विपिनले आफ्नो भावना लेख्दै गरेको देखाइएको छ। विपिनले साङ्केतिक रूपमा आफ्नो प्रेम व्यक्त गरेका छन्, जहाँ मेरुनाले प्रेम भए पनि त्यसमा जटिलता रहेको सङ्केत गरेकी छिन्। मेरुना र विपिनको पहिलो चलचित्र हो जसमा उनी दुई जोडीको रूपमा देखिएका छन्। के उनीहरूको जोडीले अडियन्सको मन जित्न सफल होला त?